नमस्कार, म रामशरण नेउपाने 5 गरे भक्तपुरबाट। म आज पुरुषोत्तम महात्म्यको 31औं अध्याय अर्थात् अन्तिम अध्यायको सारांश वाचन गर्दैछु। ओम नमो भगवते वासुदेवाय हरये नमः। शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं। रामाय रामभद्राय रामचन्द्राय वेदसे रघुनाथाय नाथाय सीताय पतये नमः। सच्चिदानन्दरूपाय विश्वस्पत्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। श्रीकृष्णाय वयं नमः। अथ 31औं सारांश शार्दूल विकृति छन्दमा। अर्को हुन्न कुनै व्रतै पतिव्रता भन्दा ठुलो लोकमा, नारी त्यो हुन पुग्दछे भुवनमा, लक्ष्मी सती नै यहाँ। भन्दा श्रीहरिले त नारद कनै यस्तो दिलासा भयो, के पो यो मलमासमा अति ठुलो गर्ने महादान हो। जिज्ञासा ऋषिको बुझेर हरिले यस्तो खुलाइकन सारा सत्य कुरा बताउनु भयो, पारेर चङ्गा मन। बस्दामा व्रत यो विधान विधिले आफै उमाले पनि, जिज्ञासा शिव सामुमा लिनुभयो, के दान गर्ने भनी। प्यारा श्री शिवबाट नै हुकुम भो, प्यारी उमामा त्यहाँ, यस्तोमा दिनु योग्य वस्तु अहिले देखिन्छ यो खासमा। थाली केवल काश्यको छ बढिया, ब्रह्माण्डको द्योतक, राखी मालपुवा दिनु वर्णले ब्रह्मा पुजी बोधक। गर्दामा जय हुन्छ 30 दिनको, मानेर 30 एउटैमा पनि हुन्छ 30 दिनु है, पारेर चङ्गा मन। भन्दा श्रीहरिले रमिकनौमा सम्पूर्ण पारिन् व्रत, दुर्गाकै बलरूप धारण गरिन् राजी भए सुरथ। अर्काको धन खानुहुन्न व्रतमा बस्ने कसैले पनि, अर्काको घरमा निवास गरिदा होइन्न चोखो अनि। गाथा गाउनु सुन्नुपर्छ हरिको, हो भक्त जस्तै बनी, निन्दा गर्नु हुँदैन लोककन नै यस्तो र उस्तो भनी। जसले वाचन गर्छ सुन्छ हरिको महात्म्य रोजै पनि, सारा पाप हटेर जान्छ उसको उड्दै खरानी बनी। लाखौं तीर्थ र यज्ञ दान जसरी पाइन्छ राम्रो फल, हुन्छन् मोक्ष समस्त पितृनवमा, पुग्छन् बनी निर्मल। नामैमा हरिको छ शक्ति बहुतै, गाइन्छ श्रद्धा गरी, बाँकी कल्मस हुन्न भित्र दिलमा, धोइन्छ मैलो घरी। इच्छा पूर्ण बनेर जान्छ सहजै, लागिन्छ जो कर्ममा, बाधा विघ्न फुने उपाय छ ठुलो, लागेर यो धर्ममा। यस्तो यो व्रतको सुनेर महिमा, श्रद्धा अपारै गरी, ज्ञानी श्री सुतको समस्त ऋषिले पूजा गरे बेसरी। आशीर्वाद दिए युगौं युग जिए यो दिव्य गाथा भनी, साराको जय होस् भनी सुत चले गङ्गा किनारा अनि। यस्तै नारदले घुमेर हरिमा गर्दै ठुलो आरती, बद्रिकाश्रममा बसेर गुणको चर्चा चलाए अति। मान्छेमा जति पुण्यार्जन हुने पस्ने शिलामा सुन, मैना यो पुरुषोत्तमै छ भवमा भर्ने सबैमा गुण। सारा मानव जातिको जय होस् भन्ने इरादा धरी, प्यारा नारदले जगाउनु भयो आफ्ना पियारा हरि। बद्रिका वनमा पुगेर बहुतै आराधना त्यो गरी,
बद्रीका वनमा पुगेर बहुतै आराधना त्यो गरी आभायो मलमासको अवनीमा फैल्यो झनै यस्तरी आभायो मलमासको अवनीमा फैल्यो झनै यस्तरी। अथ समाप्तम। श्रीकृष्णार्पणमस्तु।